साथीहरू हामी चाहिँ गाडीमा आइसकेका छौँ। जन्ती हाम्रो यता हुनुहुन्छ। घरबाट ठ्याक्कै हामी निस्क्यो कतिखेर भन त भन? 10 बजे। 10 बजे घरमा निस्क्यौँ। तर अहिले कति बज्यो? 12 बज्यो। 12 बज्यो। यो तीनजना चाहिँ बस। घाममा पर्खाएको पर्खे आस देखाए भरे आएर लास्टमा के भन्छन् भने हामी त्यसै घुम्ने आएको भने हामी त्यसै घुम्ने नै आएको भन्छन् त फेरि। अनि हामी लास्ट फाइनल कुरा के गर्यौँ भन्दाखेरि पढ्छौँ ल के भन्छ फेरि भगमा भन्दै त म केही भन्न चाहन्न। म भन्छु म गाइस यसको शब्द छैन भन्नलाई। म चाहिँ के भन्नु अब तेरो च्यानललाई सब्सक्राइब गरिदिनु भन्छु ल। गाइस यसको च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला। आज हामीलाई धेरै रमाइलो भइरहेको छ। सकेका छौँ यहाँ नयाँ ठाउँमा। क्यानाडा हो यो थाहै छैन। क्यानाडा अगाडि को हुनुहुन्छ? हामी यत्रो बस्न कति जानु? 1 2 3 4 5 6 7 8 9 10 11 100 जना अट्ने बसमा हामी 11 जना मात्रै छौँ। अरू बेला त हामी उभिनु पर्थ्यो। अरू बेला त गाडी चढ्ने बेलामा हाम्रो वर्ल्ड वार 2 हुन्थ्यो। तर आज चाहिँ छैन साथीहरू। साथीहरू हामी अब अर्कै बाटो मोडिसकेका छौँ होइन। हामीले यो विशाल परिचयको गाडीले कहाँ गएको थाहा नै भएन साथीहरू। हामी त अलपत्र परिसकेका छौँ हामीले एकदमै ल साथीहरू हामी त अलपत्र पर्यौँ। साथीहरू हामी त अलपत्र पर्यो। कहाँ बस्नु भयो? एक्कासी गाडीबाट हाम्रो निकाले होइन साथीहरू हामी त बसबाट निकाले। ल बडा किसिम हेलो अरे एकछिन म मर्छु त देख्नेसम्म आएको साथीहरू। साथीहरू अब यहाँ प्रोग्राम स्टार्ट आइसकेको छौँ। हिमालमा डाफेचरी चमर डोलाइदिन्छ, तराईमा मयूरले नृत्य जमाइदिन्छ। A few moments later. 2 hours later. 12 seconds later. मस्त जोक मारा रे या हंस रे हलकट हंस मुझे अपने घर जाना है। मुझे घर जाना है। कैसे कैसे लोग रहते हैं यार यहाँ पर।
Another one. Another one. गाइज यसको च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला। जे भने नि हुन्छ मलाई पैसा लाग्दैन, म दुखीलाई जे गरे नि दुःख लाग्दैन।